मैले लिन पठाएको यतिखेरसम्म आएन त केटी। मुखिया आमा मुई दिन न। लथा बाडो अरे ल बस नै म त गएँ। ल यिनीहरूको जात आएदेखि आएर घसी बिगारिदिएर केको गनाउने भएको छ। आमा मुई लिएर आएँ। कति बेर गरिस् त भने यत्रो रोटो पनि डढो। असम पाकेन पाके पाके बस बस। उद्धा पनि चित्न हैन। बाहिर त्यहाँ मकै सुकाउनुलाई भित्र रोटी डढेछ। चल त मुई खाना त खाना पनि भए पनि हेर्छ। हाल मुई हाल त रोटी हाल्दैन। मेला जाने निस्के रे। जाने भनेको बेर भयो। आमा के हो? दिनदिनै मुई लिएर जाँदा तिनीहरूको ठेको बिग्रियो अरे। अबदेखि नजाऊँ हामी मुइलाई। बरु थोरै दिन काटेर भयो नि एउटा पारी पाल्ने हो कि। अब पाल्छेस् पारी। अब जग्गा जमिन भएको भए त हामीले किन पालिन्थेन हाम्रो? गाह्रो हो पुतली गाह्रो हो। रोटी हाल हाल त डढेछ। मुइहाल मुइहाल। हेर्नु त आमा आज मुई त कुर्ती पातल दिइरहेछ। अर्का काटा मुइलाई चाहिँ पातल नदिएर कहाँ लत्ता त बाक्लो दिनु त तल। त्यही भएर आमा अब एउटा पारी त जसरी पनि पाल्नु पर्यो। दिनदिन अर्काका ठेको बोकेर जाँदा कहिले के भन्लान् कहिले के भन्लान् त्यो भन्दा मलाई नराम्रो लाग्छ। अबदेखि एउटा पारी पालौँ जसरी जानु। घाँस फेरि काँटा त ल्याएर हालिदिने दुनियाँका चोर्न जान्छेस्। चोर्न एकजना तोर जङ्गल त्यत्रो हो जङ्गलमा भयो लिएर आउँछु। होइन भने कुरा नि ठिकै हो। एकचोटि मुखिया बाख्न जान्छु म। ओहो मुखिया बाजेकोमा त आइयो। ऋण दिने हुन् कि दिँदैनन्? अब जे भयो होस् जान पर्यो। द्यायो भने ठिकै हो, द्यायो भने फर्केर आउनु पर्यो। नमस्ते मुखिया बाजे। नमस्ते नमस्ते। नमस्ते सासू बाजे। नमस्ते मुखिया आऊ। यार नाइसो बाटो नि। मुखिया बाजे म त एउटा सानो बिन्ती बिसौँ कि भन्ने। ल बुझा सर्छ। केको बिन्ती मिसन आछ त? मुखिया बाजे पुतलीले एउटा पारी पालौँ न भनिरहेको छ। के भनिन्छ अरे सुनिनँ मैले। मुखिया बाजे पुतलीले एउटा पारी पालौँ भनेर ढिपी गरिरहेको छोरी अलिकति ऋण दिनुहुन्छ कि भनेर। होइन बाटो तेरो पहिले लगेको पैसा पनि 8-9 साल भइसक्यो। न त ब्याज छ न त साउ छ अझ पैसा। अरे लाज शरम परिस्थिति यस्तै हो मुखिया बाजे। त्यस्तो होइन मुखिया बाजे। पुतलीले ढिपी गरेर एउटा पाडी किन्ने पैसा जसरी भए ल्याएर आउनु न आमा एउटा पाडी पालौँ भनियो।
मलाई रित्तो हातमा पठाइदिनु न मुखिया बाजे, म तपाईँको जसरी भए पनि पैसा तिर्दिन्छु। गाउँको मुखिया म मुखिया, मधेसमा मेरो 10-15 बिघा जग्गा छ। अझ यो तैँले हेर्छ नि पुरै पहेरो मेरो। हुन त तँसित कुरा गरेर के फाइदा होइन डम्बरे? हो मुखिया बा, यस्तासित कुरा गरेर के फाइदा? ल भन, कति चाहियो तल पैसा? मुखिया बाजे, त्यही पाडी किन्नलाई जति पर्छ त्यति दिनु न। कहाँ राखेछु है डम्बरे? खै मुखिया बा, मलाई के थाहा? पाडी किन, भैँसी किन? ल हेर त खस ती उता टिप। धेरै धेरै धन्यवाद मुखिया बाजे। अहिले यस्तो भन्, पैसा ठ्याक्क 1 वर्ष पछि दिइनेछ भने घर ताल्छ लायो होइन डम्बरे? हो मुखिया बा, यसका घर जे छ त्यही उठाइदिने हो। ठिक गरिस् तैँले नि। हुन्छ मुखिया बाजे, हजुरलाई धेरै धेरै धन्यवाद छ। पुतली पानी लिउन जा, केटो लाएर बसिएस्। बिहा गर्ने उमेर भइसक्यो, अहिलेसम्म केटाकेटी चाहिँ गर्ने। तेरा उमेर मैले तँलाई गोरेला पाइथेँ। मेरो डम्बरे यसको घरमा हिँड्दै खुट्टा पनि गरिस। 1-2 वर्ष भएर पनि कस्तो पैसा नदिने र? हो मुखिया बा, मैले आज त्यसलाई यसको आज घर जे छ त्यही उठाएर आउने मुखिया बा। किन त तैँले अस्ति नै सही गरिस्। पानी सिद्धे रहेछ। यो उसकेर पानी भर्न जाँदा मैले आगो बोक्छु। छिटो घाँस हाल्दै र पानी नगइहाल त। पानीको थप्लो होइन, चिया पकाएर खामेरको कुचो कहाँ हालिस्? के का नमस्ते। 2-3 साल भइसक्यो, तैँले अहिले पैसा तिर्नु भने मनगरमा छैन? ठिया बेसी ती ओइ डम्बरे जागर त तलाएर जास जुला। त्यसो नगर्दिनु, त्यसो नगर्दिनु। ल यो 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 दे ल साउ ब्याजको ब्याज यहाँ हेर कति छ यहाँ। हेर 2 वर्ष भयो यस्तो हुन् त्यस्तो अनपढलाई के देखाउने? त्यही त यस्तो कुकुरलाई सम्झाएर हो मुखिया केही बा। काम लाग्यो। ताला छुट्टो बन्द गर। बाजे, छुट्टो लगा। सानो मुखिया नलगाइदिनु मेरो घरमा। छुट्टो ओइ ताला चाबी मुखिया बा, मुखिया बा, यस्ता दादा फोन न हो। हेलो गाइज, आजको भिडियो त हजुरहरूले हेरिसक्नुभयो। आजको भिडियो त हजुरहरूले हेरिसक्नुभयो। के कस्तो लाग्यो सल्लाह सुझाव चाहिँ कमेन्टमा गर्नु होला हैन। अनि अझै पनि के अरे सल्लाह सुझाव दिन नभुल्नु होला। अनि अबको भाग 2मा चाहिँ भाग 2मा चाहिँ कस्तो होला त? रमाइलो हैन? रमाइलो हुनेछ। अर्को भाग 2मा त हैन सबैले हेरेर साथ दिनु होला यो भिडियोलाई चाहिँ। हाम्रो अरु के भन्न छ र सबैलाई। अब अर्को शनिबार चाहिँ हाम्रो भिडियो आउँछ। बाइ।